ठीक ठीक छोड़ दी बोलबे करना फ्रेंड साथे थैंक यू तपाईँलाई कार्यक्रम सफलता भयो थ्याङ्क यू मैले पनि आइदिनु कार्यक्रम यो त यो जनचेतना हो फैलाइदिनु पर्छ जति पनि नेपाल र भारतको बोर्डरमा अब अजीब र गजीब अभियान सञ्चालन पछिल्लो 1 महिनादेखि यो अभियान निरन्तर चलिरहेको छ। मेची टु महाकाली पुरै नेपालभरिका सीमासँग जोडिएको बोर्डरहरूमा यस्तो अभियान नियमित सञ्चालन हुने सुरक्षाकर्मीहरूले बताएका छन्। हो यो जुन तपाईँ दृश्य हेर्दै हुनुहुन्छ यो ताजा भिडियो, यसमा नेपालका सुरक्षाकर्मीका पदाधिकारीहरू र भारतीय सुरक्षाकर्मी एसएसपी का पदाधिकारीहरू तपाईँ हेर्दै हुनुहुन्छ। यो एपीएफ नेपालका सुरक्षाकर्मीका निकायहरू जुन कि बोर्डरमै गई त्यहाँ टेन्ट राखेर टेन्टमा भारतीय एसएसपी का जवानहरूलाई बोलाई र नेपालका कयौं त्यस्ता युवाहरू जो यो बोर्डरबाट दिनौं आवत जावत गर्ने गर्दथे र लागु औषध सेवन गर्ने गर्दथे। ब्राउन सुगर, फ्यान्सी डिल लगायतका लागु औषध कारोबारीहरूलाई पछिल्लो केही महिनामा मात्र सुनसरीको यो लौकै बोर्डरमा सयौंको संख्यामा कारोबारी तथा युजरहरूलाई पक्राउ गरी कानुनी कारबाही समेत गरेका छन्। युजरहरूको साथबाट खानतलासी गर्दा जब लागु औषध पक्राउ गरे अनि कानुनी प्रक्रिया अगाडि बढाए भने कयौं युजरहरू जसले युज गरेर नेपाल आउने गर्दथे उनीहरूलाई विभिन्न परामर्श तथा अभिभावकहरूको जिम्मा लाउने गर्दथे। यो मेची टु महाकाली अभियान चल्ने हो। यो जुन दृश्य हेर्दै हुनुहुन्छ यो लौकै सुनसरीको हो। यो अभियान अहिले पुरै नेपालमा चलिरहेको छ, तर यो दृश्य सुनसरीको हो। सुनसरीको लौकै कोशी गाउँपालिकामा यो सीमा क्षेत्रमा सशस्त्र प्रहरीले लागु औषध विरुद्ध सचेतनामूलक अभियान सुरु गरेको छ। बढ्दो लागु औषध ओसार फसार र प्रयोगले बढ्दै गएको असरलाई ध्यानमा राखेर सिमानामा सचेतनामूलक अभियान सुरु गरेको हो। लागु औषध विरुद्ध सचेतनामूलक अभियान जिल्लाको कोशी गाउँपालिका 1 लौकैबाट सुरु गरेको समेत बताइएको छ। लौकै स्थित नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले लागु औषध विरुद्ध सचेतनामूलक अभियान सुरु गरेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गण सुनसरीको आयोजनामा लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। सशस्त्र प्रहरी बल नेपाल 4 गण हेड क्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतीय एसएसपी 56 बटालियन बतनाका 2 आईसी 2C श्री कस्तुरीलाल, सशस्त्र प्रहरी गुल्म हरिपुरका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक कैदार जंग थापा, सशस्त्र प्रहरी बीओपी लौकैका सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर नारायण प्रसाद गौतम, सशस्त्र प्रहरी बीओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक जय कुमार महतो र कोशी गाउँपालिका 1 नम्बर वडाका वडा अध्यक्ष शोभित नारायण यादवको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सशस्त्र प्रहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले सीमा क्षेत्रमा सुरक्षाकर्मी मात्र नभई समुदायको सक्रिय भूमिका पनि अति आवश्यक रहेको बताएका छन्। समाजमै लागु औषध विरुद्ध व्यापक चेतनामूलक अभियान चलाउनु पर्नेमा जोड दिनुभयो। सीमावर्ती क्षेत्रमा बढ्दो लागु औषध ओसार फसार तथा प्रयोग नियन्त्रणका लागि आयोजना गरिएको कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र पत्रकार र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। यो मात्र उदाहरण हो र अब सीमामा निकै नै कडाइका साथ लागु औषध नियन्त्रणमा एकजुट हुनुपर्नेमा समेत सबैले जोड दिएका थिए। सशस्त्र सीमा सुरक्षा बल बीओपी नेपाल लौकैका इन्स्पेक्टर नारायण प्रसाद गौतम लगायतको नेतृत्व टोलीले बोर्डरमा विशेष निगरानी बढाएको बताइएको छ। युट्युब च्यानल पवन रोनियारको लागि म पवन रोनियारको यो विशेष रिपोर्ट। सत्य तथ्य आधिकारिक खोजमूलक समाचारको लागि मेरो यो युट्युब च्यानल पवन रोनियारलाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद। ठीक ठीक छोड़ दी बोलबे करना फ्रेंड साथे थैंक यू तपाईँलाई कार्यक्रम सफलता भयो थ्याङ्क यू मैले पनि आइदिनु कार्यक्रम यो त यो जनचेतना हो फैलाइदिनु पर्छ।